आज मिति 2082 मङ्सिर 18 गते सेपत मूल थलो भएका पौडेल बन्धुहरूको कुल पूजा कार्यक्रम सञ्चालन गरेको छ। यसको पूजा विधि र यसको कुल पूजाको प्रारम्भको विषयमा यसै सेपत कुल मन्दिर पूजा सञ्चालन समितिका उपाध्यक्ष तथा पौडेल वंश महासङ्घ आँधीखोला गाउँपालिका समितिका अध्यक्ष पुष्करराज पौडेलसँग मैले केही संक्षिप्त कुराकानी गरेको छु। सर नमस्कार। नमस्कार, भन्नुहोस्। अब यो कुल मन्दिर सेपत मूल थलो भएका पौडेल बन्धुहरूको पूजा विधि सम्बन्धी केही प्रकाश पारिदिनु न। यसमा हामीहरूको पौडेलको इतिहास अनुसार कोरी पूजा नै व्यवस्थापन हुन्छ, तर कतिपय पौडेलहरूले कोरी पूजा बलि पूजा दुईटै गरेको अवस्था छ। सँगसँगै जो हाम्रो धुलो सिसीबाट राम ज्योतिषी आउनुभयो, उहाँले पूजा विधिको विषयमा कोरी पूजालाई नै स्वीकार गरेको र पछाडि हामीहरूले खिर धुपद्वारा प्रत्येक वर्ष पितृहरूलाई कोरी पूजा विधिबाट नै हामीहरूले गर्दै आएका छौँ। भनेपछि कोरी पूजा र यहाँ बलि पूजा दुवै हुने भयो। यसमा हामीहरूको विगतमा पूजा गर्दै आउनुभएको थियो, देखिहाल्नुभयो 1833मा आउनुभएको हाम्रा पुर्खा शङ्करदेव यहाँ आउनुभयो। आइसके पछाडि उहाँले कोरी पूजाकै अभ्यास अनुसार तल रहेको थानमा पूजा गर्दै आउनुभएको थियो। त्यसपछि बिचमा 2007 सालमा कुनै कारणले गर्दा छुट हुन गएछ र यसलाई फेरि पुनः 2061 सालबाट हामीहरूले कोरी पूजा गरियो 2 वर्ष। त्यसपछि यहाँको भेलामा दाजुभाइहरूसँग सरसल्लाह गर्दा कोरी पूजा पनि र बलि पूजा पनि दुईवटैलाई स्वीकार गरिएको हुनाले यहाँ प्रत्येक 4 वर्षमा बलि पूजाको पनि प्रचलन छ भने प्रत्येक वर्ष दिवाली सरह कोरी पूजा गर्दै आउनेछ र यसमा प्रत्येक मङ्सिरको दिवाली पक्षको पूर्णिमाको दिन हामीहरूले प्रत्येक वर्ष कोरी पूजा गर्दै अभ्यास गर्दै आएका छौँ। यो कुल मन्दिर स्थापित विषयमा 1833 भन्नुभएको छ। यो 1833 सालबाटै यहाँ कुल पूजा हुन थालेको हो कि यो पछि के कसो भयो, यसको बारेमा केही भन्दैन? यसमा हामीहरूको प्राप्त लिखित वंशावली र विभिन्न तमसुकको प्रमाणका आधारमा शङ्करदेव नाम गरेका हाम्रा बाजे 1833 भन्दा 2-3 वर्ष पहिला आउनुभएको रहेछ। आइसके पछाडि जो नौघरे भन्ने स्थानमा बस्नुभएको रहेछ। 1-2 वर्ष उहाँ चाहिँ हाम्रो मूल आगो प्राप्त प्रमाण अनुसार यता पाखरीओटबाट छुटेको हुनाले हाम्रा बाजे शङ्करदेव बाजे 2-3 वर्ष पाखरीओटमा नै पुवा डाँडामा पूजा गर्न जानुभएको रहेछ। त्यस पछाडि आइसके पछाडि हाम्रो तल थानमा यो शङ्करदेवबाट नै कोरी पूजा गर्दै गर्दै आउनुभएको। पछाडि यो 1833 जुन बेलामा स्थापना कालमा रह्यो त्यसैको मिति राखेर बनाएको र यो मन्दिर छ निर्माणाधीन नयाँ मन्दिर चाहिँ 2062 सालमा स्थापना भएको। मिति भने 1833बाट नै अभ्यास भएको हुनाले राखिएको छ। धन्यवाद छ। अब हजुर यो पौडेल वंश महासङ्घ आँधीखोला गाउँपालिकाको समितिको अध्यक्ष पनि हुनुहुन्छ। हजुरले यो वंशावली सङ्कलन सम्बन्धी कार्य पनि गर्दै आउनुभएको छ, यस सम्बन्धी पनि केही प्रकाश पारिदिनु अनुरोध छ। मैले प्रत्येक 4-4 वर्षमा नवीकरण भए बमोजिम पहिलो स्थापना कालमा आँधीखोला पौडेल वंश महासङ्घमा पनि सर्वसम्मतिले निर्वाचन गराएकै हुन् र अहिले नयाँ आम भेलाले पनि मलाई पौडेल वंश महासङ्घको अध्यक्षमा निर्वाचित गराए। सँगसँगै पौडेल वंश महासङ्घको पालिका अध्यक्ष, जिल्लाको पदेन सदस्य र सँगसँगै हामीहरूको जो केन्द्रीय मूलथलो रहेको छ देवघाटको पनि स्थापना आजीवन सदस्य नै हुने व्यवस्था बमोजिम अहिले मैले दोस्रो कार्यकालमा काम गरेको छु। यस कार्यकाल अन्तर्गत अहिले हामीहरूको यही पौडेल वंश अन्तर्गत पनि कतिपय पालिकाहरूको डाटा कलेक्सनको काम समितिद्वारा तदारुकताका साथ भइसकेको छ। प्रमाण जुटाउने भने यही हाम्रो पनि लगभग प्रिन्ट टङ्कन भएको छ। यसलाई प्रमाणित गर्न र कतिपय पौडेल बन्धुहरूको पुरा तथ्याङ्क नआइसकेको हुनाले हामीले वंशावली छपाईको कामलाई निरन्तरता दिए पनि छापिसकेको अवस्था छैन भने पौडेल वंश अन्तर्गत सेपतको मूल थलोमा त यहाँ देख्नुहुन्छ हाम्रो अत्रि ऋषिदेखि लिएर हालसम्म अर्थात् म स्वयं पुर्खराज पौडेल चाहिँ अहिले 57औं पुस्तामा
रनिङ गर्दैछु। यहाँसम्मको डाटा कलेक्सन भइसकेको छ। बाँकी जो नयाँ तथ्याङ्कलाई पनि अद्यावधिक गर्ने, तालिकीकरण गर्ने र त्यसलाई ट्री चार्टमा देखाउनको लागि टङ्कन मुद्रणको काम तदारुकता रहेको छ। हस्, विशेष जानकारीको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ। ल धन्यवाद सर। म यसो भरे आउँछ सबैले हेर्ने है फेसबुकमा हालिदिन्छु, फेसबुकमा हाल्छु। होइन फेसबुक लाइनमा फेसबुकमा